हेलो एभ्रिवान, नमस्ते। आज चाहिँ हामी माडा खाँदै हो। यता चाहिँ हाम्रो आशाजीले चाहिँ चटनीको तयारी गर्दै छिन्। अर्कोतिर चाहिँ माडा पाकिरहेछ। मेरो काम चाहिँ यिनीहरूको भिडियो बनाउने, यिनीहरूले बनाएको खाने। माडा चाहिँ यो चामलको रोटीको बन्छ, यसरी पाक्छ। आफूलाई त बनाउन आउदैन र बनाएको खाइदिने मात्रै हो। हाम्रो चाहिँ चटनी पनि रेडी भइसक्यो। हाम्रो चाहिँ माडा सब रेडी भइसक्यो। अब चाहिँ हामी एक एक गर्दै खाँदै हो। यस्तो हेर्दै वाउ छ। खाइहाल, म त रोक्न सक्दिनँ आफूलाई। म त अब खाइहाल्छु।